हेलो गाइस, बिटिसीमा ट्रेड लिएको हो। कति 8:30 बजे लिएको, अहिले 9 बजेको छ यहाँ होइन, रातिको। हाम्रो सिम्पल फन्डा छ होइन, सिम्पल र फन्डा यो थियो। लिक्विडिटी ग्राफको कन्सेप्टमा म काम गर्छु है। जहिले पनि लिक्विडिटी ग्राफको म भिडियो बनाएको हुन्छु। हिजो अस्ति पनि बनाएको थिएँ। यतापट्टि देख्न सक्नुहुन्छ, यतापट्टि लिक्विडिटी ग्राफ गरेको थियो, अनि यतापट्टि नि देख्न सक्नुहुन्छ। यत्रो लङ टाइममा लिक्विडिटी ग्राफ गरेपछि मैले अलिकति रिसर्च गरेँ, आफूले जति सक्छु जति जानेको छु। अनि अरू त सबै मेन्टर हो। यहाँ देख्न सक्नुहुन्छ, यहाँ मुनि गएर क्लोज दियो, अनि ग्रिन बुलिस क्यान्डलले यहाँ क्लोज दिएपछि मार्केट यहाँ पुगेको रहेछ। म चाहिँ त्यतिखेर चाहिँ सुतेर उठेको थिएँ है, दिउँसो अलिक धपडी थियो। त्यही भएर आज चाहिँ मेरो तेस्रो दिन हो लिक्विडिटी स्विपको भिडियो बनाउँदैछु। तपाईँहरूले हेर्नु भएको छैन भने गएर हेर्न सक्नुहुन्छ है। अरू त त्यस्तै हो। लगभग कति पर्सेन्ट भनौँ, 50% त भन्न मिल्दैन, 25% चाहिँ उकालो लागिसकेको छ। हाम्रो अब एसएल चाहिँ मिनिमाइज गर्ने बेला आएको छ यहाँनिर है। टक्कै यहाँनिर एसएल हुन्छ। टार्गेट हाम्रो माथि छ, धेरै होइन, 1236 पोइन्टको छ। बिटिसी भनेको 1000 पोइन्ट कुद्नलाई एउटै क्यान्डलमा हाम फाल्न सक्छ है। त्यही हो, 50% एसएल छ भने त्यसको डबल त्रिबल जति चाहिँ आफ्नो टार्गेट छ। हेरौँ कस्तो हुन्छ। आज लाइभ एकदम बोर भयो। लाइभमा आएको छु, तर लाइभमा कहिले के मिल्दैन कहिले के मिल्दैन। त्यही भएर अहिले चाहिँ आफ्नै सर्ट भिडियो हालिदिउँ भनेर हेर्न सक्नुहुन्छ है त। ट्रेड चलिरहेको छ। म फेरि पनि अर्को एउटा भिडियो हाल्छु तपाईँहरूलाई। फाइनल यसको कस्तो ऊ आउँछ है, फाइनल पार्ट चाहिँ एकछिनमा आउँछ है त गाइज। ओके गाइस, बिटिसी 84,458मा चलिरहेछ। राम्रो बुलिस क्यान्डल क्लोज पनि हुन लागिरहेछ। 13 सेकेन्ड बाँकी छ, हेरौँ है त।